सुरुमा त अब हामी छोटो छुट्टीको लागि आएको थियौँ यहाँ च्याटजिपिटी गर्न मिल्दैन हाम्रो चाहिँ कस्तो भयो भने म बाहिर नै थिएँ अनि ऊ चाहिँ यहीँ हुँदाखेरि नै म्युचुअल रिलेटिभबाट एकजना दिदीले चाहिँ कुरा ल्याउनु भएको थियो सो त्यो भइसके पछाडि मलाई घरबाट नै कुरा गर भनेर कुरा हो इन पर्सन भेट्नुभन्दा अगाडि नै हाम्रो बिहे गर्ने भन्ने चाहिँ फाइनल भइसकेको थियो घरबाट भन्दा नि अब हामी दुईजनाले चाहिँ अब गर्ने नै भन्ने भइसकेको थियो सो हामीले इन पर्सन भेटेको चाहिँ थिएन त्योभन्दा अगाडि फर्स्ट टाइम भेट्दाखेरि चाहिँ म चाहिँ एकदम इजिली नै गएको थिएँ होइन त्यहाँ अब सबैजनासँग पहिल्यै फोनमा कुरा गरिरहेँ अनि ऊ चाहिँ आएर मलाई देखेर एकचोटि माथि भागेको थिएँ क्या अनि मैले किन भागेँ भनेर बोलाएको थिएँ जाउँ कि नजाउँ भएको थियो नि ठ्याक्कै दिनु बित्तिकै भागेको थियो मलाई एकदम डर लागेर कसरी चाहिँ फेस गर्नु कस्तो सोच्नुहुन्छ होला भनेर उसले चाहिँ हाम्रो फ्यामिली लाइक ऊ त आफ्नो फ्यामिलीलाई जस्तो गर्ने यहाँ पनि त्यस्तै गर्छ र सेम गोज विथ हाम्रो फ्यामिलीको साइडबाट पनि होइन त्यही भएर मलाई एउटा त्यो कुरा चाहिँ एकदम मनपर्छ किनभने एकदम इजिली ब्लेन्ड भएको छ कि यो भर्खर बिहे गरेर आएको नयाँ मान्छे भन्ने टाइपको छैन धेरै कुरा चेन्ज हुँदो रहेछ यो मैले चाहिँ अरूले भने सुने मात्रै थिएँ होइन तर केटी मान्छेले चाहिँ केटा मान्छेलाई अलिकति धेरै कुरा जस्तै एउटा इमोसनल वेलबिङ पनि भयो होइन अर्को भने अब फाइनेन्सियल उसमा पनि अलिकति सेभिङ गर्नुपर्छ यताउता भनेर अलिकति मोटिभेट गर्ने जिन्दगीमा सधैँ सँगै हुन पाऊँ होइन सधैँ साथ दिनेछु जस्तो सुकै जेसुकै परिस्थिति आए पनि आभारी छु माया तिमीले मनको माया दियौ जन्म जन्मान्तरलाई पुग्ने खुसीले मन भरिदियौ फेरि तिमी सँगै परोस् बाँकी मेरो हर जन्म यो जुनी छै तिमीलाई गरौँला